वरदान चाहिँ मिसयुज हुनसक्छ। त्यही भएर विश्वासीहरू अहिले जति पनि तपाईँले मार्केटमा देख्नुहुन्छ नि है, चङ्गाई छुटकाराको वरदान भएको मान्छेहरूको जीवन हेर्नुहुन्छ अनि तपाईँलाई लाग्न सक्छ, यो कुरा क्लियर हुनुहोस् है, आज तपाईँलाई लाग्न सक्छ अरे यो मान्छे अनि परमेश्वरबाट होइन भने त, यो मान्छेको जीवनमा प्रभुको भय छैन भने त यो मान्छेको जीवनबाट कसरी चाहिँ चङ्गाई हुनसक्छ त, कसरी चाहिँ यत्रो अनेकौँ अचम्मको कामहरू हुनसक्छ त भनेर तपाईँ सोच्दै हुनुहुन्छ भने आज बुझ्नुहोस्, वरदान चाहिँ सिद्धै छ र जब प्रभुले वरदान दिनुहुन्छ त्यो वरदान के छ अरे प्रिय हो, अटल छ। अनि वरदान पाउने मान्छे चाहिँ करप्टेड पनि हुनसक्छ, करप्ट भएर पनि, भ्रष्टाचारी भएर पनि उसले वरदान प्रयोग गर्नु सक्छ। जसरी एउटा पुलिसले जब उसले वर्दी पाउँछ, पुलिसको जुन चाहिँ फुलीहरू पाउँछ, त्यो फुली लगाएर त्यो वरदान हो उसको पुलिसको ड्रेस युनिफर्म, तर त्यो युनिफर्मभित्र बस्ने मान्छे चाहिँ इमान्दार छ कि छैन भन्ने कुरा हुन्छ होइन। अनि त्यो वर्दीको भित्रपट्टिको मान्छे चाहिँ हामी प्रभुसँग माग्दैछौँ पवित्र आत्माको चरित्रहरू। हालेलुया। किनकि जब तपाईँ र मसँग पवित्र आत्माको चरित्र प्रशस्त हुन्छ नि, वरदानले कहिले पनि मिसयुज गर्दैन। त्यो व्यक्ति जो भित्र नि पवित्र आत्माको फल हुन्छ, जब कुनै पनि व्यक्ति पवित्र आत्माको अभिषेकले भरिन्छ नि, त्यो व्यक्तिले वरदानलाई कहिले पनि दुरुपयोग गर्दैन, त्यो व्यक्तिले कहिले पनि वरदानलाई आफ्नो फाइदाका लागि चलाउँदैन। त्यो व्यक्तिले चलाएको वरदान एकदमै डिभाइन हुन्छ र उसले परमेश्वरको विरुद्धमा कहिले पनि काम गर्दैन र कुनै पनि मण्डलीको विरुद्धमा उसले काम गर्दैन।